everyone. So as something different rather than skin care अरू कुनै घुम्ने ठाउँ भन्दा पनि इट्स मैले चाहिँ सेयर गर्न आएको हो मेरो आँखा रोगको होइन यो चाहिँ मैले आई ड्रप लगाएको हो यो किन भन्दाखेरि मेरो पहिले चाहिँ म ग्लासेस लाउँथेँ एउटामा चाहिँ -2.5 थियो भने अर्कोमा 2.75 थियो र आई डिड रिसर्च र मैले चाहिँ मलाई ग्लासेस लाउन मन पर्दैन थियो त्यही भएर मैले चाहिँ लेसिक सर्जरीको अप्सन चुज गरेँ र मैले गरेँ पनि न इट्स अलरेडी बिन 4-5 years र इट्स रियली गुड इफेक्टिभ अहिलेसम्म त्यस्तो केही भएको छैन तर हजुरले चाहिँ फ्रिक्वेन्ट चेक गराउन जानुपर्छ फ्रिक्वेन्ट डज नट मिन हुन्छ नि एभ्री वान मन्थमा 2 मन्थमा हजुरहरूले चाहिँ मेबी 6 months or 1 year एकपल्ट गराउँदाखेरि हुन्छ र यो चाहिँ हाइड्रेसनको लागि ड्राई भयो भने अलिकति इची हुन्छ सो यस हाइड्रेसनको लागि डक्टरले मलाई प्रिस्क्राइब गरेको चाहिँ मैले यो युज गरिरहेको छु एन्ड देन सो फार इट्स गुड सो हजुरहरूलाई पनि इफ ग्लासेस हटाउनु मन छ भने हजुरहरू वाइ नट लेसिक सर्जरी एकताली बुझ्नुहोस् होइन किनभने डक्टरले पनि डाइरेक्ट चेक गरिदिनु हुँदैन हजुरको पहिले फुल चेकअप गर्नुहुन्छ मिल्छ कि मिल्दैन भनेर एन्ड देन गर्नुहुन्छ सो यस इफ यु आर लुकिङ टु रिमुभ ग्लासेस फ्रम यर फेस होइन सो लेसिक सर्जरीको पनि हजुरहरूसँग अप्सन छ एन्ड इट्स इफेक्टिभ मलाई चाहिँ इट्स